आज दिउँसो मैले एउटा स्ट्याटस लेखेको थिएँ, खसीको मासु मात्र होइन कृषिजन्य वस्तुहरूको दाम डबल बढ्नुपर्छ भनेर। कतिपय साथीहरूले कमेन्ट राम्रो गर्नुभएको छ, कृषक साथीहरूले चाहिँ। अनि अन्य साथीहरूले चाहिँ कमेन्ट नभए पनि म्यासेजहरू गरेर यो त गलत, तपाईँले महँगीको साथ दिने भनेर चाहिँ लेख्नु भएको छ। म उहाँहरूलाई उत्तर दिनको लागि लामो कमेन्ट हान्नुपर्ने भयो। अब यो भिडियोबाट उत्तर दिँदैछु है म। त्योभन्दा अगाडि म एउटा डाटा पेश्न चाहन्छु। जस्तो फुलकोपीको विभिन्न देशमा दाम है, नेपालमा अहिलेको सरदर मूल्य 95 रुपियाँ केजी रहेछ। म यहाँ कम्प्युटरमा हेरेर भन्दैछु स्क्रिनमा। दक्षिण कोरियामा 690 रहेछ, जहाँ चाहिँ एकदम कृषिको हब नै हो दक्षिण कोरिया। हाम्रो नेपालीहरू पनि कृषिमा जानुहुन्छ इपिएस लेखेर। त्यहाँ केजीको 690 छ, जहाँ अत्यधिक प्रविधिको पनि प्रयोग भएको छ। यहाँ हाम्रो नेपालमा त बिचरा नेपालीहरूले कुटे कोदालो र काँटाको प्रयोग गरेर कृषि गर्ने हो। अनि जापानमा 335 रुपियाँ केजी छ, अस्ट्रेलियामा 300 देखि 360 भनेको छ, अनि अमेरिकामा 880 रुपियाँ केजी छ। नेपाली पैसा है यो, मैले डलरमा भनेको होइन, सबै नेपाली पैसा। अब यहीँबाट अनुमान गर्नुहोस् नेपालको स्थिति के छ। के नेपालमा चाहिँ कृषकहरूले अत्याधुनिक मेसिनै प्रयोग गरेर सस्तो भएको हो त यो, के हो? अथवा नेपालको चाहिँ अनअर्ग्यानिक एकदम केमिकल मिसाएर धेरै उत्पादन गरेर सस्तो भएको हो त यसको दाम, के हो हैन? अनि अर्को पनि डाटा पेश छु म है। रायोको साग प्रति केजी नेपालमा 80 देखि 150 रुपियाँ केजीमा रायोको साग पाइँदो रहेछ। दक्षिण कोरियामा 510 रुपियाँसम्म पर्दो रहेछ। यहाँ मैले डाटामा हेरेँ, गुगलमा विभिन्न एआईको टुलहरूमा खोजेर राखेको हो यो मैले। अनि जापानमा 665 रुपियाँदेखि 1100 रुपियाँ केजीसम्म पर्दो रहेछ रायोको सागलाई। अस्ट्रेलियामा 430 रुपियाँ केजी पर्दो रहेछ। यस्तै प्रकारको डाटा। जस्तै अर्को आलुको नेपालमा 50-55 रुपियाँ केजी भनेको छ, दक्षिण कोरियामा 1000 रुपियाँ केजी छ आलु। दक्षिण कोरियामा अघि मैले भने नि, जहाँ अत्यधिक प्रविधिको प्रयोग हुन्छ। नेपालबाट पनि कृषकहरू लान्छन्, त्यहाँ चाहिँ 1000 रुपियाँ केजी छ, 1000 रुपियाँ छ 1 केजी आलुको। जापानमा 500 रुपियाँ छ, अस्ट्रेलियामा 70 देखि 300 रुपियाँ केजी छ। अब नेपालको उच्च भेगमा फलेको आलु त्यो केमिकल लाएर महँगो सस्तो भएको हो यो। अनि दक्षिण कोरियामा चाहिँ ती कृषकले हातले खोतालेर हैन, गाईबस्तुको कम्पोस्ट मल लगाएर चाहिँ थोरै उत्पादन भएको हुनाले 1000 रुपियाँ केजी भएको हो। मलाई अचम्म लाग्छ, अलिकति दुःख पनि लाग्छ। अहिलेसम्म जति पनि सरकारहरू आउनुभयो नि, क्रान्तिकारी सरकारहरू पनि आउनुभयो होला, तर अहिलेसम्म जति पनि आएको सरकारहरू सबै कृषक मारा सरकारहरू नै देखेँ मैले। कृषकको निमित्त कुनै पनि सरकार बनेको छैन क्या अहिलेसम्म। यो कुरा ठोक्वा गरेरै भनिदिन्छु म। कृषकको निमित्त र किसानको निमित्त, कृषि क्षेत्रको निमित्त कुनै पनि सरकार छैन अहिलेसम्म। कुनै पनि सरकारको नीति छैन। इभन अहिलेको नयाँ सरकार के हो भन्ने बारेमा म क्लियर छुइनँ, अझै पनि हेर्न बाँकी छ। अनि नेपालमा कस्तो खालको अर्थविदहरू, कस्तो खालको अर्थशास्त्रीहरू हुनुहुन्छ, अनि कस्तो खालको लिडरहरू हुनुहुन्छ, यति धेरै कुराहरू आउँछ कि सर्वहारा वर्गको निमित्त लड्ने पार्टी, किसान मजदुरहरूको निमित्त खोलिएको पार्टीहरूले कस्तो खालको एजेन्डा उठाउनुहुन्छ। वास्तवमा यसो विचार गरौँ त, यो अहिले विभिन्न देशमा सञ्चालन गरेको दामबाटै पनि थाहा हुन्छ कि नेपालमा कृषकहरूको स्थिति र कृषि क्षेत्रको स्थिति के हो भन्ने कुरा। अनि नेपालको अर्थविदहरू कस्तो खालको हुनुहुन्छ क्या, एउटा चेक एन्ड ब्यालेन्स हुन्छ होला नि त कम्तीमा, हैन? श्रमको मूल्य हुन्छ होला। कृषकले चाहिँ बिहानदेखि बिहान 6 बजे उठेर बेलुका 6 बजे 7 बजेसम्म पनि खेतमा हुन्छ। ऊ 12 घन्टा खट्दाखेरि उसको टेन्टेटिभ सरदर, मैले भनेको होइन है, डाटाले भनेको, उसको सरदर मासिक 10,000 रुपियाँ उसको तनखा। अनि घुम्ने मेचमाथि हल्लिएर एक थोपा पनि पसिना नबगाइकन 8 घन्टा नेपाल सरकारको अथवा विश्वव्यापी अनुसार चाहिँ 8 घन्टा काम गर्नेहरूको चाहिँ 50,000 महिनाको सेलेरी, 1 लाख रुपियाँ, 75,000 रुपियाँ, 35,000, 40,000। कसरी यो 5 गुणा बढी तनखा भयो क्या उसको चाहिँ।
अनि अर्थविदहरूले यसलाई कसरी कम्पेयर गर्नुभएको छ क्या, अर्थशास्त्रीहरूले। यो चिज एकदमै महत्त्वपूर्ण कुरा हो। अब मैले धेरै साथीहरूलाई भन्नको तात्पर्य के भने, कृषकहरूको जीवन एउटा स्ट्यान्डर्ड बन्नुपर्छ, किनभने ऊ पनि एउटा देशको नागरिक हो। कृषकहरूको पनि जीवनशैली एउटा उच्च स्तरको हुनुपर्छ भने र कृषि पेसालाई एउटा सम्मानित पेसामा कन्भर्ट गर्नुपर्छ भने, र यो देश साँच्चै नै नेपाल देश कृषि प्रधान मुलुक हो भनेदेखि कृषकहरूको सम्मानको निमित्त कम्तीमा एउटा कृषकले जुन तरिकाले परिश्रम गर्छ उसको कम्तीमा मन्थली 1 लाखभन्दा माथि कमाउन सक्नुपर्छ एक व्यक्तिले। अनि मात्र अहिलेको कम्तीमा यो समयअनुसारको उसको एउटा स्ट्यान्डर्ड मेन्टेन हुन्छ। होइन भनेदेखि त अब महँगी भयो भन्ने, अनि कृषि क्षेत्रको कृषकहरूलाई पेल्ने दल्ने, अनि हुन्छ नि मजदुर मार्ने, किसान मार्ने, उसको पसिना खाने, अनि यत्तिकै दुनियाँ चलाइराख्ने, अनि पुँजीवादीहरूको देश बनाउने, सामन्तीहरूको देश बनाउने, सामन्तीहरूको शासन चलाइराख्ने, योभन्दा अरू के हुनसक्छ र। त्यसैले म त भन्न चाहन्छु नेपालको दाम चाहिँ वास्तवमा उल्टो हुनुपर्ने हो। नेपालको आलुको दाम चाहिँ 1000 हुनुपर्ने हो। वास्तवमा मेरो बुझाइ चाहिँ के हो भने, जुन अघिको हाम्रो रेट लिस्ट छ नि त्यो त ठ्याक्क उल्टो हुनुपर्ने हो। नेपाल भौगोलिक हिसाबले, वातावरणीय हिसाबले अधिकांश उच्च भूभाग नै नेपालमा धेरै छ। हिमाली क्षेत्र, पहाडी क्षेत्र, अनि तराई क्षेत्रमा पनि हिमालबाट कञ्चन बगेर गएको चिसो पानीको सिँचाइ होइन। नेपालको ताप्लेजुङको ओलाङचुङ गोलामा फलेको आलु, त्यहाँ फलेको जौँ, त्यहाँ फलेको गहुँ, त्यहाँ फलेको मकै, त्यसको महत्त्व धेरै फरक होला नि होइन। त्यसको मूल्य पनि धेरै फरक होला। यो चिजको हामीले अध्ययन गर्ने कि नगर्ने, अनि यसको रेट चाहिँ एउटा अन्तर्राष्ट्रिय स्तरमा निर्धारण गरेर जाने कि नजाने। अनि अर्को कुरा चाहिँ अब छिमेकी देश भारतमा चाहिँ नै धेरै उत्पादन हुन्छ, सस्तोमा उत्पादन हुन्छ, हामीले कसरी कम्पिटिसन गर्ने? हामीले अहिले भारतसँग कम्पिटिसन गर्ने होइन नि त, किनभने उसको प्रविधि धेरै उच्च छ। अनि अर्को कुरा म्याक्सिमम उसले चाहिँ अब थाहा भएकै कुरा हो, केमिकल प्रयोग गरेकै हुन्छ। विभिन्न चाहिँ त्यो मार्केटमा आइराखेको छ, विषादी अत्यधिक प्रयोग भएकै हुन्छ। अब नेपालमा विषादी बरु हटाउने नि होइन, केमिकल हटाउने, रासायनिक मलहरूको प्रयोग कम गर्ने, कम्पोस्ट मलहरूलाई ध्यान साथ दिने, तर चाहिँ यसको मूल्य त उच्च हुनु पर्यो नि त। यो भयो भने मात्रै कृषकहरूले न्याय पाउन सक्छ। अब अरू त थुप्रै कारणहरू होला, जस्तो बिचौलियाको अन्त्य गर्ने, बजारीकरण गर्ने, बजारीकरणको ग्यारेन्टी गर्ने होइन, कृषकले उत्पादन गरेको विभिन्न चाहिँ उत्पादनहरूको चाहिँ एउटा इन्सुरेन्स दिने, ग्यारेन्टी दिने भनौँ न होइन। उसको उत्पादन बिग्रियो भने चाहिँ सरकारले त्यसको चाहिँ एउटा क्षतिपूर्ति दिने, त्यो टाइपको एउटा भरपर्दो खालको नीति नियमहरू आयो भनेदेखि चाहिँ बल्ल कृषकहरूले शान्ति पाउनेछ र कृषकहरूको पनि जीवन स्ट्यान्डर्ड हुनुपर्छ। मेरो चाहिँ बुझाइ यो हुन्छ। अब कि त केही सीमित मान्छेहरूको मात्रै जीवन स्ट्यान्डर्ड हुनुपर्छ, कृषक मजदुरहरूको कहाँ जीवन स्ट्यान्डर्ड हुने हो र भन्ने सोच राख्ने हो भनेदेखि मलाई लाग्छ यो देशमा पनि एक दिन एकदमै ठुलो कृषि क्रान्ति हुन्छ, कृषकहरूको आन्दोलन हुन्छ, मजदुरहरूको आन्दोलन हुन्छ, सबै चिज परिवर्तन हुन्छ। त्यो दिन नआओस्, सबै मिलेर बसौँ, सबै नागरिकहरूको अधिकार बराबर होस्, आर्थिक सामाजिक सबै अधिकार। म पुनः अन्ततः अर्थशास्त्रीहरूलाई भन्न चाहन्छु, अर्थशास्त्रीज्यूहरू तपाईँहरूले पढेको अर्थशास्त्रलाई यस्तो ठाउँमा प्रयोग गर्नुहोस्, तुलना गर्नुहोस्, तपाईँको अर्थशास्त्रले हाम्रो भूगोलमा काम गरेको छ कि छैन, नेपाली किसानहरूको जीवनशैली र अरूको जीवनशैली मिल्छ कि मिल्दैन, यो चिजहरू तपाईँले आफ्नो लिडरहरूलाई भनिदिनुहोस्। तपाईँ अर्थशास्त्रीहरूले वास्तविकता उजागर गरिदिनुहोस्। अहिलेको नयाँ सरकारले यो नीतिलाई राम्रोसँगले अगाडि बढाओस्। अहिलेको सरकार चाहिँ
कृषकहरूको मजदुरहरूको सरकार होस्, मेरो शुभकामना छ। धन्यवाद।